त्यो पुर्कुट भनेर रमाइलो बनाएको दशैंमा रमाइलो गरेको हल्का रमाइलो गरेको हामी पिङ पनि खेल्न गयौँ अनि म हेलो वेलकम ब्याक टु न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ हामी ब्लग शङ्कर पोखरीबाट सुरु गर्दैछौँ किनकि मैले हिजो आएको ब्लग गरिनँ अनि आज चाहिँ हामीले खसी ससी काट्यौँ होइन। दाइ यो मेरो ठुलाको छोरो हो, उहाँले धेरै रक्सी खानुहुन्न, थोत्तरै खानुहुन्छ तर थोरै खानी लाउँछ है। अनि हाम्रो गाउँ हो हेर्न सक्नुहुन्छ त्यो पुर्कुट भनेर रमाइलो बनाएको दशैंमा रमाइलो गरेको हल्का रमाइलो गरेको हामी पिङ पनि खेल्न गयौँ अनि म कहिले आएको दाइ? बहिनी हिजो आएको हो। मेरो प्यारी बहिनी मलाई भिडियोमा मात्रै प्यारी बहिनी भन्नुहुन्छ, आएपछि चाहिँ मलाई प्यारी बहिनी भन्नुहुन्न। भिडियो अफ गर्ने बित्तिकै उस गर्नुहुन्छ। अनि दाइको मङ्गल चाहिँ यहाँ छ अनि उहाँले चाहिँ टिकटक धेरै बनाउनुहुन्छ। अनि हाम्रो चाहिँ यो पहिला वडा कार्यालय थियो अनि अहिले चाहिँ पुलिस चौकी छ। अनि त्यो पानी के भन्छ आकाश कस्तो राम्रो देखिरह। अनि यो चाहिँ हाम्रो शङ्कर पोखरी प्यारो गाउँ। यहाँ चाहिँ पहिला ढलन थिएन, केही थिएन, अहिले चाहिँ ढलन गरेर च्याट्ट राम्रो बना। सबैभन्दा नराम्रो चाहिँ हाम्रो घर भइरह किनकि हामी पोखरा बस्छौँ भन्दै हो। पोखरा बस्छौँ हिजो आएको म अस्ति आएको बहिनी चाहिँ हिजो यो चाहिँ हिजो अझ कति जानेको होइन साथीहरू। अनि म धेरै पछि गाउँ आएँ, कति वर्ष पछि आएँ, 5-6 वर्ष पछि आएँ होइन। अनि त्यसपछि 5-6 वर्षपछि आएँ अहिलेबाट तिमी भन्नुहुन्छ अनि उहाँले चाहिँ अनि पछि मलाई त इस्तेमाल गर्नुहुन्छ होइन। अनि उहाँलाई चाहिँ खासै खानुहुन्न अनि अनि उहाँले चाहिँ खासी खानुहुन्न। दसैँ आएको बेलामा चाहिँ यति खानुहुन्न, भात पनि खानुहुन्न, भात खाएको करेको करै थियो करे भात ऊ त्यो दीक्षित र अनि त्यो दीक्षित चाहिँ हाम्रो फुच्यो कि सानो फुच्यो त्यही के गर्न बस्यो कुन्नी भाग्न बस्यो क्या। दीक्षित वेलकम छ मेरो भिडियोमा। भिडियो भनेपछि दीक्षित चाहिँ तल गयो। यो बाटो चाहिँ कच्ची थियो, अहिले त ढलन गरेर राम्रो देखिएको छ। भिन्ता दिदीहरूको घर यो चाहिँ यो नि हाम्रो सलक्कै थियो अनि पछि हामीले आधी गरेको घर है। अनि ठिकै छ साथीहरू। अब हामी चाहिँ जाऊँ न उता सेलचौरातिर गरौँ, भिडियो बनाउँदैछौँ क्या। जाऊँ न जाऊँ न अहिले वक्त नाति अनि किन नाति जाऊँ न जाऊँ। अनि ऊ त्यो पुर्कुट भन्ने हो त्यो टावरमा के जाने र कति राम्रो बनाइछन् त्यहाँ। म त जान्न, मलाई चाहिँ कतै हिँड्न मन नि लागेन। भिन्ताले चाहिँ मलाई उहाँ घर जाम धनाएर भन्दै थिएँ भने म गइनँ। अनि म भ्लग बनाउँछु भन्ने तर भ्लग पनि बनाएन। अब भ्लग बनाउँछु अनि बेलुका चाहिँ अपलोड गर्छु। रोटी सोटी हालेको हामीले मासु सासु पनि बनायौँ। बाख्रो के काटेको हामीले बोको कि बाख्रो खसी भन्न खसी काटेको साथीहरू घरमै बसी अनि हाम्रो दाइसँग बिहे गर्ने मान्छे चाहिँ एकदम भाग्यवानी हुन्छ क्या। उहाँले फेरि सिरियसमा बनाउनुहुन्छ कि उहाँ विदेश हुनुहुन्न तर विदेश भए जस्तै नि अब जानलाई बाँकी 2 दिन छ 3 दिन छ। अनि म त साँच्चीकै हिँड्न लाग्छ कि भने अनि कुन देश जान लाउनु भएको र भनेर भन्दै अनि उसले त साउदी रे कि उसँगै फेरि एउटा नागरिकता पनि छैन। मेरो टिकटकमा होइन न यो छ। जाऊँ न दाइ जाऊँ न भ्लग बनाउँदै जाऊँ क्या। जाऊँ न दाइ भ्लग बनाउनु त म चाहिँ धेरै भ्लग बनाउनु एकदम मनपर्छ। अब भोलि त बिहानैबाट गर्छु। भिना आउनुहुन्छ अनि खानुहुन्छ जानुहुन्छ कि बर। अनि हामीले चाहिँ मलाई भ्लग बनाउनु एकदम बुझ्छ नि त। अनि म धेरै पछि जाउँ म तर आउँदिनँ भन्दै साथी थाहा नि त। अनि म आउँदिनँ भनेको आइसकेँ आउनु त। अब हेरौँ अब अहिले म कहाँ जान्छु तपाईँहरूलाई देखाउँछु ल साथी। पानीमा पर्छ छिटो कोला अहिले उसले बाग्यो खान्छ हामी यहाँ बल्ल होइन बल्ल अलिक
हाम्रो कुकुरलाई बाघले खान्छ क्या कुकुरलाई बाघले खायो बाघले ससुना गाह्रो भइसक्यो को गइन बेसी राम्रो लिनु है अयो बल्ल राम जङ्गलकोमा आयो नानी नानी हम नानी तिनी हुन् के गरे के त्यो जामा मैले ल्याइदिएको नानीलाई पानी खान्छु गाइजहरू म राम जङ्गलकोमा आइसकेँ पानी त तातो है दिच्छे त वहाँ खाना लाइछन् रामजङको पवित्र आन्टी कहाँ खल्ला खान नानीले यो भिडियो बनाउन मान्दिनिन् यो चाहिँ खेल्दैन त्यो खेल्छ अनि हामीले दुध खाम यिनीहरूले मलाई हेर्छन् क्या म भ्लग बनाएको छु भने चाहिँ मलाई यिनीहरूले हेर्छन् त्यही भएर मलाई भ्लग बनाउन अलि लाज लाग्छ अनि हामी दुध खान्छ भने दुध खाएर अनि हामी जान्छौँ हाम्रो घर रोटी हाल्नको लागि अनि भोलि चाहिँ टिका अनि टिका लाएर हामी मामा घर जान्छौँ अनि मामा घरबाट भोलि भिडियो बनाउँदा त्यो रिसाउँछु फेरि फायर खेल्छ फेरि फायर कस्तो चुप्पा लाग्यो निकाल्दैन नानी हामी नानी लजाउँछौँ नानी म आन्टी भाइ दीक्षित भएर हामी जान्छौँ हामी नानी लजाउँछ हामी कक्को हामी आइसक्यौँ छोड्दो क्या छोड्दो हामी भाँड मान्ने अन्डीहरूले बुस गर्छन् नानी आएन आके ब्लग बस्नेले यत्रो बुढी भन्दैन नानीलाई बुढी मैले रेडी बनाइदिन्छु अनि मामा घर जान्छ हाम्रो मामा घर जाने केही बुला नमस्ते भन्नु क्या नमस्ते सधैँ वेलकम ब्याक टु भिडियो भन्छ जस्तो लाग्यो अहिले रोटी हाल्ने बेलामा आउँछ कुस अलिअलि अपलोड दियो भिडियोको बारेमा केही कुरा दिन्छु